हेलो नमस्ते गाइज, वेलकम टु माई न्यू भिडियो। म चाहिँ भर्खर उठेँ अहिले है। अब केटा भन्छ यस्तै त हो नि, उठेर मुखसुख धोएँ अनि खाना खाएको भिडियो चाहिँ हालेको छैन मैले। अनि नुहाएँ, एकछिन फ्रेस भएँ, काम ताजेँ है। अनि श्रीनगर जान लाग्यो। श्रीनगर किन जान लाग्यो भने ओजेटीको लागि हामीलाई पछि फोटो चाहिन्छ नि त। त्यही भएर आजभोलि नै यसो ओजेटीको फोटाहरू खिच्दै गरेपछि सिल्लामा गएर पछि नै सजिलो हुन्छ क्या हामीहरूलाई। त्यही भएर जान लाग्छ है गाइज मसिन। अनि रेडी भएर तल बस पार्कतिर जान लागेँ अटोको खोजीमा। श्रीनगर जाने आज एउटा पनि अटो रहेछ, नगर बसमा चढ्दैको। फर्स्ट टाइम चढेको फेरि नगर बसमा, गर्मी मात्र थियो। कति बेला पुगौँ जस्तो लाग्थ्यो। फाइनल्ली श्रीनगर बजार पनि पुग्यो। माथिल्लो बस पार्क गर्ने भनेको तल्लो बस पार्क गरेर फेरि तल्लो बस पार्कदेखि माथि आउनु पऱ्यो गाइज। म त के भन्ने मेरो दिमागलाई अनुसार माथिदेखि फेरि तल्लो बस पार्क झरेँ। तल्लो बस पार्कदेखि अब जान लागेको होइन त, माथि एउटा गाउँतिर छ कि सरको घर पुऱ्याउनु लाग्यो। सानो भाइ र म जान लागेको थियौँ। एकैजना नि अर्कै लाग्यो कि भाइ र म गएको। तल्लो बस पार्क पुगिसकेको थियौँ। भाइले चक्लेट खाइरहेको थिएँ। मलाई फेरि लाज लागिरहेको थियो भ्लग गराउने। अब ठुलो क्रिएटर भएको भए के हुँदैन थियो, हामी जस्तो झारेपाथे है। अनि माथि कच्ची बाटो गएर जानुपर्छ कि उहाँ सरले घर गराउने ठाउँ उता माथि गाउँतिर छ। गयौँ, गफ गर्दै गएँ। अब ठुलो मान्छे छैन, सानो मान्छेसँग गफ गर्दै गएँ। भाइले कहाँ त हो जाने दाइ आउँछ भनेर सोधिरहेको थिएँ। अब यहीँ माथितिर छ भनेर लगिरहेको थियो नि त। अब आफूलाई नि कोही साथी थिएन नि। अब घरको माथितिर गइसक्यौँ कि हामी। अनि कति बेला आउँछ होला जस्तो लागिरहेको थियो मलाई नि। पुरा गर्मीले पोलिरहेको थियो क्या। अनि भाइलाई पनि त्यस्तै भएर रहेछ, मलाई पनि त्यस्तै भएको थियो। फाइनल्ली आइयो साइडमा, हेरेर काम गर्न लाग्नु भएको रहेछ। अङ्कलहरू सबैले काम गर्न लाग्नु भएको थियो। एकछिन बसेँ अनि अङ्कलहरूसँग गफ गरेँ। फेरि फोटोसोटो खिचेँ है, आफूलाई पनि चाहियो नि त पछि फेरि फोटोसोटो खिचेँ। अनि खिच्न लगाएँ। जान्छु है त अङ्कल भन्नु भने अब हुन्छ जाऊ बाबु, आज त छिटै जानु लाग्यो भन्नु। अब के बसेर नि के गर्ने, कोही थिएन नि। फोटोसोटो खिचेर आयौँ, फर्क्यौँ फेरि माथिदेखि भाइ र म। अनि बिस्तारै हेर्दै आएको थिएँ। म गएर नास्ता खाने भने अगाडि अरू अन्टी जानु भएको थियो। अर्को अगाडि भाइहरूले साइकल चलाइरहेको थियो क्या। भाइ स्टोन देखाउ त भने धेरै स्टोन देखाएँ भाइले। खुसी भयो। अनि गयो भाइ नास्ता खाने भनेर। भाइले चामिना भाइ खाने लगेँ। होटेलको हल्का थोरै यता थियौँ कि मोमो खाने कि त्यो खाने, चाउमिन खाने भनेर आएको थिएँ। त्यो खाने खाऊ भन्नु, चाउमिन म त चाउमिन नै खान्छु त, चाउमिन मिठो लाग्छ भन्नु भने। अनि रुइरहेको थियो क्या, चोट लागेको थियो। त्यसपछि लाग्यो म आफ्नो फोटोतिर।